दुईवटा एलइडीलाई प्यारललमा कसरी कनेक्ट गर्ने त आज यो तपाईहरु यो भिडियोमा सिक्नुहुन्छ। दुईवटा एलइडीलाई प्यारललमा कनेक्ट गर्दाखेरि दुईटै एलइडी एउटै ब्राइटनेसले बल्छ। प्यारलल कम्बिनेसन चाहिँ सिरिज कम्बिनेसन भन्दा कसरी फरक हुन्छ त हामी हेरौं। यहाँ हाम्रो ब्याट्रीको दुईटै एनोडहरु पोजिटिभ टर्मिनलमा जोडेको छ अनि दुईटै क्याथोडहरु नेगेटिभ टर्मिनलमा जोडेको छ। यसमा ब्याट्रीको एनोड र क्याथोड एउटै पोइन्टमा जोडिएको छ भन्दा नि हुन्छ। जस्तै यसको एनोड प्लसमा छ भने यसको पनि एनोड प्लसमा छ, यसको माइनस रेसिस्टरको थ्रुबाट माइनसमा छ भने यसको क्याथोड पनि रेसिस्टरको थ्रुबाट माइनसमा छ अनि यो चाहिँ इफेक्टिभली प्यारलल कम्बिनेसन भयो। अनि हामीले ब्याट्री जोड्यौं भने दुईटै एलइडी मा इक्वल भोल्टेज डिवाइड हुन्छ अनि यसरी दुईटा एलइडीहरु प्यारलल कम्बिनेसनमा भयो। यो चाहिँ सिरिज कम्बिनेसन भन्दा कसरी फरक हुन्छ भने दुईटैले एउटै भोल्टेज पाउँछ अनि दुईटाको ब्राइटनेस एउटै हुन्छ। सिरिज कम्बिनेसनमा चाहिँ दुईटा एलइडी फरक फरक ब्राइटनेसले बल्छ, तर प्यारलल कम्बिनेसनमा दुईटा एलइडी एउटै ब्राइटनेसले बल्छ। हाम्रो दिवालीमा बाल्ने एलइडीहरु पनि त्यही प्रिन्सिपलमा काम गर्छ। आजको लागि चाहिँ के चाहिन्छ त हामीलाई दुईटा रेसिस्टर पहिले जस्तै अनि दुईटा एलइडी अनि जम्पर वायर नेसेसरी छ भने चाहिन्छ अनि ब्याट्री चाहिन्छ। प्यारलल कम्बिनेसन गर्नको लागि एकदम सिम्पल छ। अघि नै देखाएको एक्जाम्पल जस्तै म यसरी एलइडीलाई ब्याट्रीको पोजिटिभ र नेगेटिभ टर्मिनलमा यसरी राख्न सक्छु। यसरी एलइडी पोजिटिभ टर्मिनलमा भयो, नेगेटिभ टर्मिनल रेसिस्टरको थ्रुबाट जान्छ। यही हो प्यारलल कम्बिनेसन। यो एकदम सिम्पल भयो। दुईटै एउटै ब्याट्री टर्मिनलमा कनेक्ट हुन्छ। रेसिस्टर अफ कोर्स सेफ्टीको लागि रेसिस्टर पनि युज भएको हुन्छ। पावर अन गर्दाखेरि दुईटै एलइडी एउटै ब्राइटनेसले बल्छ। यसको सर्किट डायग्राम चाहिँ एकदम सिम्पल हुन्छ। यसको सर्किट डायग्राममा यो एउटा एलइडी भयो। यो सर्किट डायग्राममा त्यस्तो केही पनि छैन। यहाँ दुईटा एलइडी को नेगेटिभ र नेगेटिभ टर्मिनल एउटै साइडमा छ भने पोजिटिभ र पोजिटिभ टर्मिनल एउटै साइडमा छ अनि ब्याट्री कनेक्ट भएको छ। प्यारलल कम्बिनेसन भनेको यस्तै हुन्छ। सिरिज कम्बिनेसनमा पोजिटिभ र नेगेटिभ सँगै हुन्थ्यो भने प्यारलल कम्बिनेसनमा नेगेटिभ नेगेटिभ पोजिटिभ पोजिटिभ सँगै हुन्छ अनि यसमा एउटै भोल्टेज जान्छ दुईटै साइडमा। यता पनि 12 भोल्ट जान्छ, यता पनि 12 भोल्ट जान्छ। करेन्ट चाहिँ डिवाइड भएको हुन्छ। यहाँ यसमा रेसिस्टरको पनि इम्पोर्टेन्स हुन्छ। यहाँ दुईटै एउटै रेसिस्टर युज नभएको भए करेन्ट इक्वली डिवाइड हुँदैन थियो अनि प्रब्लम्सहरु आउँथ्यो सर्किटमा। एउटा एलइडी चाहिँ बर्न आउट भएर बिग्रिन सक्थ्यो अनि अर्को एलइडी चाहिँ ब्राइटली बल्न सक्थ्यो अनि यसरी प्यारलल कम्बिनेसनमा गर्दा हाम्रो एलइडी ड्यामेज हुन्थ्यो। यसमा पनि कमन मिस्टेक भनेको रेसिस्टरहरु युज गर्न बिर्सिनु हो, एलइडी को पोल्यारिटी रिभर्स गरिदिनु हो, ब्रेडबोर्ड कनेक्सन लुज गर्नु हो अनि भोल्टेज कि त धेर हाई कि त धेर लो युज गर्नु हो।